के छ गाइज, घिसैपिटी जिन्दगी चलिरहेको छ नि होइन, यस्तै हो सबैजनाको। हामी विदेश हुने कुनै यस्तै हो, नेपाल हुने पनि यस्तै हो। त्यही भएर धेरै टेन्सन गर्ने सोच्ने केही होइन कि, खाली बल्ली 2-4 घन्टा 8-10 घन्टा काम गरिदिने, हप्तामा 6 दिन काम गर्ने, 1 दिन चिल गर्ने बस्ने। महिनाको 30-40 हजार कमाइहाल्छ, 20-30 हजार घर पठाउने, बाँकी 10 हजारले खाने पिउने घुम्ने रमाइलो गर्ने। यस्तै हो, हेर देश कहिल्यै बन्दैन, नयाँ पुरानो जो जस्तो आए पनि हामी बस्ने विदेशै हो होइन। हाम्रो छोरछोरी पनि आउने विदेशै हो। त्यही भएर जो 16-17 वर्षका छन् उनीहरूले छिटो पासपोर्ट बनाऊ, विदेश आऊ। जो विदेशमा छन् त विदेशमै छन् होइन। यस्तै हो, कति जति गरे नि केही हामीले आन्दोलन नारा लाएर केही हुनेवाला छैन होइन। त्यही भएर चट्ट बस्ने आउने, त्यही हो। पछि गएर बुढेसकालमा हामी बुढा हुँदा छोरछोरी विदेश जान्छन्, त्यति गर्न सक्यो भने त्यही ठुलो कुरा, नत्र केही हुनेवाला छैन। राजनीति नयाँ दल पुरानो दल जे जस्तो आए पनि सबैले भन्ने बेलामा सुरुमा राम्रो गर्ने हुन्, तर लास्टमा हुने सबैको त्यही हो। त्यही भएर सुरु आफ्नो तरिकाले गर्ने, बाआमालाई तपाईँको नि पैसा जगाउने पठाइदिने महिनामा। अब आफ्नो जिन्दगी भाडमा जाए, बिरामी भयो नि जे भने मऱ्यो भने बाकसमा होइन। यस्तै छ, अरू त के छ र, चट्ट पाउने बस्ने पकाउने खाने सुत्दिने उठ्ने जाने, घर 2-4वटा गाली खाने म्यानेजरको ढिलो भयो भने, होइन भने आराधनासँग काम गर्ने आउने, सके ठग्ने नसके गर्नै पऱ्यो होइन। के गर्दा ठगेको देख्यो भने गाली गर्छ होइन। त्यही हो मेरो भनाइ चाहिँ होइन। अब धेरै सोचेर ठुल्ठुलो सानोमा भन्थ्यो त, अनि खै डाक्टर बन्छु, पाइलट बन्छु, इन्जिनियर बन्छु भन्ने सबै अहिले कोही खाडीतिर, कोही युरोपतिर, कोही अलि बढी नै राम्रो गरे भएदेखि अमेरिका, जापान, अस्ट्रेलियातिर, त्यहाँभन्दा बढी त कसैले केही गरेको छैन के अरे होइन। ठुलो कुरा मात्रै गरेर मात्रै भएन। त्यही भएर जेमा छ जे छ त्यसमै रमाउने, आनन्द गर्ने, रमाइलो गर्ने। धेरै देश राजनीति यो भनेर सोचेर टेन्सन लिएर बस्नुभन्दा आफूलाई के गर्दा रमाइलो लाग्छ, कसैको बिगारिदिनु भएन, कसैको नराम्रो गर्नु भएन, दुःख गर्ने, कमाउने, खाने। त्यही हो, महिनामा घर पैसा अलिअलि पठाउने, चाहिएको अलिअलि सके महिनाको 2-4 हजार 10-12 हजार जोगाएर राख्ने, बुढेसकालमा काम लाग्छ। होइन भने छोरछोरी पाउने, हुर्काउने, विदेश पठाउने, अनि आफू बुढो हुने, घर जाने, बस्ने, उनीहरूले पठाउँछन् फेरि खाने, मर्ने। त्यही हो नेपालीको एभरेज नेपालीको जिन्दगी होइन, यही हो। हामीले मानौँ नमानौँ, ठुलो कुरा गरौँ नगरौँ होइन, सुन्दा नराम्रो लाग्छ तर रियालिटी यही हो कि हाम्रो जिन्दगी त्यस्तै हो। अब हेरौँ कति दिनसम्म हो, जति दिनसम्म छ राम्रोसँग बसौँ, आफ्नो ख्याल गरौँ, चिल गरौँ है। ल यति भन्न लागेको, सयनरा।